के तपाईलाई थाहा छ कि देवगन्स त्यो पहिलो व्यक्ति थिए जसले पुरै संसार पैदल हिँडेर पार गरेका थिए। तर यस क्रममा देवले समुद्रहरू पार गर्नका लागि हवाई जहाजको प्रयोग गरेका थिए। यस पुरै सर्कम नेभिगेसनमा देवले कुल 27,000 किलोमिटरको दूरी टुक्रा टुक्रामा भए पनि पैदल नै तय गरेका थिए। तर आज हामी जुन व्यक्तिको कुरा गर्न गइरहेका छौं उनी देव हैनन्, बरु सायद देव भन्दा पनि 2 कदम अगाडि छन्। यो व्यक्ति संसारको सबैभन्दा लामो निरन्तर बाटो पार गर्न उद्यत छन्, त्यो पनि केवल पैदल हो। जहाँ हाम्रो सोच समाप्त हुन्छ त्यही कार्ल बुशबीको सोच सुरु हुन्छ। न 5,000 किलोमिटर, न 10,000 र न त 25,000 किलोमिटर। उनीहरूले यस यात्रामा अचम्म लाग्दो रूपमा अहिलेसम्म 47,000 किलोमिटरको दूरी केवल आफ्नै खुट्टामा तय गरिसकेका छन्। र अचम्मको कुरा के भने आज पनि उनको यात्रा सकिएको छैन। 25 देश, 6 मरुभूमि, 7 पर्वत श्रृङ्खला र 27 वर्षको समय। तर उद्देश्य केवल एक, पुरै संसारको पैदल चक्कर लगाउनु, त्यो पनि कुनै सहयोग बिना। तर आखिर कसरी? एकपटक फेरि स्वागत छ दर्शकहरू। इङ्ल्यान्डसँग सम्बन्धित एक पूर्व प्याराट्रुपर कार्ल बुशबी, जसले संसारको सबैभन्दा लामो बाटो पैदल पार गर्ने खतरनाक इरादा गरेका थिए। 1 नोभेम्बर 1990 मा उनले खल्तीमा मात्र 500 रुपियाँ राखेर चिलीको दक्षिणी टुप्पोस्थित पुन्टा एरिना शहरबाट आफ्नो यात्रा सुरु गरे। यस मिशनलाई कार्लले गुलायत एक्सपिडिसन नाम दिए। यो यस्तो मिशनको सुरुवात थियो जसमा उनलाई पुरै अमेरिकन महादेश पार गरेर रुस पुग्नु थियो। त्यसपछि त्यहाँबाट एसिया हुँदै अन्ततः इङ्ल्यान्डमा आफ्नो होम टाउनमा पुगेर यात्रा समाप्त गर्नुपर्ने थियो। यो कुल दूरी 5,000 किलोमिटर बन्थ्यो। कार्लको अनुमान अनुसार यदि उनी दिनमा 19 किलोमिटर पनि हिँडे भने यो यात्रा सजिलै 8 वर्षमा पूरा गर्न सक्थे। तर यस यात्रामा सामना गर्नुपर्ने कठिनाइहरूबारे उनलाई थाहा नै थिएन कि 8 वर्षको यो यात्रा 27 वर्ष बितिसक्दा पनि समाप्त हुने छैन। कार्ल बुशबीले आफ्नो यस एक्सपिडिसनका 2 नियम बनाए। पहिलो, यस यात्रामा कुनै पनि सवारी साधन प्रयोग हुने छैन। ट्रेन, गाडी, हवाई जहाज वा कुनै पनि मोटराइज्ड सवारी प्रयोग गरिने छैन। प्रत्येक कदम केवल र केवल पैदल नै चालिनु पर्नेछ। दोस्रो, यदि उनलाई बीचमै यात्रा रोक्नु पर्यो भने ठीक त्यही स्थानबाट फेरि सुरु गर्नुपर्नेछ जहाँ उनले अन्तिम कदम राखेका थिए। यी नियमहरू सुन्दा सजिला लाग्छन्, तर कार्लले यसको मूल्य वर्षौंको एक्लोपन, भिजा समस्याहरू र मृत्युको डरका साथ चुकाएका छन्। कार्ल बुशबीले आफ्नो पहिलो कदम साउथ अमेरिकाका ढुङ्गामाथि राखे। तातो मौसम, जंगली बाटा र जमिनको प्रत्येक मोडमा नयाँ चुनौती। सुरुवातमा चिलीबाट निस्किएपछि उनले प्राय पेसिफिक तटसँगै र एन्डिज पर्वतहरूको किनार हुँदै अघि बढ्न थाले। यसले उनलाई संसारको सबैभन्दा ठूलो अमेजन जंगलको कठिन भाग पार गर्नबाट जोगायो। तर सेन्ट्रल अमेरिकातर्फ अघि बढ्नु अघि उनलाई सबैभन्दा धेरै सताएको कुरा मौसम र भूभाग थियो। यात्राको सुरुवातमा पेटागोनियामा उनले अत्यन्त तीव्र र चिसो हावाको सामना गर्नु पर्यो। त्यसपछि संसारकै सबैभन्दा लामो एन्डिज पर्वत श्रृङ्खलामा उकालो ओह्रालो हिँड्नु आफैमा एक असम्भव काम जस्तै थियो। चिलीको उत्तरतर्फ उनले अटाकामा मरुभूमि जस्ता संसारकै सबैभन्दा सुक्खा र उजाड क्षेत्रहरू पार गर्नु पर्यो। यहाँ सबैभन्दा ठूलो समस्या पानीको अभाव र दिउँसोको चर्को गर्मी थियो। उनलाई आवश्यक सामानसँगै पहिलो पटक आवश्यकता भन्दा बढी पानी बोकेर हिँड्नु पर्यो। कार्ल बुशबीसँग एउटा पुस काठ थियो, 2 पाङ्ग्रामा बनेको सानो काठ जसमा उनले खाना, कपडा र केही आवश्यक सामान राखेर सजिलै तान्थे। कालका अनुसार अटाकामा मरुभूमि पार गर्दा म केवल त्यति बेला रोकिन्थे जब मलाई पानी भेटिन्थ्यो। साउथ अमेरिका पार गर्नु निश्चय नै ठूलो उपलब्धि थियो, तर वास्तविक चुनौती डेरियन ग्याप थियो। कोलम्बिया र पनामा बीचको 320 किलोमिटर लामो बाटो, जसलाई डेरियन ग्याप भनिन्छ। यहाँ घना जंगल, अनौठा किरा, विषालु सर्पहरू र गोरिल्ला गिरोहहरू पाइन्छन्। कालले यी सबैबाट जोगिँदै यहाँबाट निस्कनु पर्यो। पनामा सिमाना पार गर्दा उनी पनामा पुलिसद्वारा पक्राउ परे र 18 दिनसम्म जेलमा राखिए। तर स्पष्टीकरणपछि जब उनी रिहा भए, नियमअनुसार उनले फेरि त्यहीँबाट यात्रा सुरु गरे जहाँ छोडेका थिए। सेन्ट्रल अमेरिका पार गर्नु पनि आफैमा ठूलो चुनौती थियो। यहाँ साना साना देशहरूको लामो श्रृङ्खला छ। प्रत्येक देशमा प्रवेश र निकासका भिसा समस्याका कारण उनलाई सीमामा धेरै समय बिताउनु पर्थ्यो। सन् 2002 सम्म काल सेन्ट्रल अमेरिका पार गरिसकेका थिए। त्यसपछि उनी अमेरिका प्रवेश गरे, जहाँ कहिले लामो हाइवेहरूमा ट्राफिकबाट बच्दै पैदल हिँड्नु पर्थ्यो त कहिले सोनोरन मरुभूमिको चर्को गर्मीसँग जुझ्नु पर्थ्यो। यहाँको मौसम चिलीको अटाकामा मरुभूमि भन्दा पनि बढी तापो थियो। सन् 2005 सम्म जब उनी क्यानाडा र अलास्का पुगे, मौसम पुरै बदलिसकेको थियो। यहाँ उनलाई कडा चिसो, हिमपात र अत्यन्त कठिन भूभागमा हिँड्नु पर्यो। अलास्काका उजाड क्षेत्रहरूमा जहाँ सडक समेत थिएनन्, उनले प्राय आपूर्ति बोक्न र बाटो पत्ता लगाउन डग स्लेजिङ ट्रेल्स प्रयोग गरे। स्लेजका कारण हिउँ अलिकति कम्प्रेस हुन्छ, जसमा हिँड्न सकिन्छ। तर यस बिन्दुमा पनि कालले कुकुरहरूको सहायता लिएनन्, किनकि यसले उनको सबैभन्दा महत्त्वपूर्ण नियम तोड्थ्यो, कसैको पनि सहयोग नलिनु। अलास्कापछि काल बुशबीले सामना गर्नुपरेका कठिनाइहरू गुलायत एक्सपिडिसनकै सबैभन्दा ठूला र खतरनाक साबित भए। नर्थ अमेरिका हुँदै अलास्काबाट साइबेरिया अर्थात् रूस प्रवेश गर्न उनलाई बेरिङ स्ट्रेट पार गर्नुपर्थ्यो। यो अमेरिका र रूसलाई जोड्ने बरफले जमेको समुद्र हो।
यहाँको सबैभन्दा ठूलो चुनौती के हो भने बेरिङ स्ट्रेटको बरफ एकै ठाउँमा स्थिर रहँदैन। समुद्री छालका कारण बरफका ठूला ठूला टुक्रा लगातार हल्लिरहन्छन्। यी बरफका टुक्रा बीच खुला समुद्र हुन्छ। कालले धेरै पटक एक टुक्राबाट अर्कोमा जान चिसो पानीमा पौडी पनि खेले, जहाँ आर्कटिकको कडा चिसो र हाइपोथर्मियाको खतरा सधैँ उनको टाउकोमाथि घुमिरह्यो। कालले बेरिङ स्ट्रेटको यो भाग फ्रेन्च साहसी डिमिट्री किफरसँग मिलेर पैदल पार गरे। 240 किलोमिटरको यो बाटो आर्कटिकका खतरनाक आँधीहरू बीच र 14 दिनसम्म बिना निद्रा पार गरियो। अन्ततः जब उनी रूस पुगे, त्यहाँ उनलाई यस यात्राको सबैभन्दा लामो अवरोध सामना गर्नु पर्यो। रूसी अधिकारीहरूले उनलाई पक्राउ गरे। यद्यपि कालसँग रूस प्रवेशको वैध भिसा थियो, तर रूसी अधिकारीहरूको भनाइ थियो कि बेरिङ स्ट्रेट कुनै आधिकारिक पोर्ट अफ एन्ट्री होइन। यस मुद्दाका कारण काललाई डिपोर्ट गरेर पुनः युके पठाइयो। यहाँ उनको यात्रा समाप्त हुन सक्थ्यो, तर काल अब एक चर्चित व्यक्तित्व बनिसकेका थिए। त्यसैले बेलायतका डेप्युटी प्राइम मिनिस्टर जन प्रेस्कट र रूसी अरबपति रोमन अब्रामोभिचले हस्तक्षेप गरे र काललाई रूसमा हिँड्ने अनुमति मिल्यो। तर यात्रा सजिलो थिएन। उनको भिसा केवल 90 दिनका लागि मात्र लाग्थ्यो, अर्थात् प्रत्येक 90 दिनपछि उनलाई रूस छोडेर फेरि कुनै अन्य देश जानु पर्थ्यो। धेरै पटक यो ढिलाइ महिनौसम्म चल्थ्यो। सन् 2008 मा त उनको फन्डिङ पनि सकियो। त्यसबेला उनी मेक्सिकोमै रोकिए र 2 वर्षसम्म केवल पर्खाइमै बिताए। त्यसपछि 2011 मा फन्डिङ मिलेपछि कालले पुनः रूस प्रवेश गरे। टुन्ड्रा क्षेत्रका जमेको नदीहरूमा हिँड्दै उनी साइबेरियाको बीचसम्म पुगिसकेका थिए। यहाँ सानो गल्तीले पनि कालको ज्यान जान सक्थ्यो, तर उनी हिँडिरहे। प्रत्येक वर्ष 3 महिना हिँडाई, बाँकी 9 महिना भिसाको पर्खाइ। 2013 मा काललाई ठूलो झट्का लाग्यो जब उनलाई थाहा भयो कि रूसले उनीमाथि 5 वर्षको प्रतिबन्ध लगाएको छ, तर उनी रोक्ने मान्छे थिएनन्। कालले विरोध दर्ता गर्न कतै धर्ना बस्ने सट्टा एक अनौठो उपाय अपनाए। उनले लस एन्जलसबाट वाशिंटन डीसीसम्म 4800 किलोमिटर पैदल हिँडेर रूसी दूतावास बाहिर विरोध गरे। त्यो एक्लै यात्रा पनि आफैमा ठूलो रेकर्ड थियो। जब मिडियाले यस अनौठो विरोधलाई रिपोर्ट गर्यो, रूसी अधिकारीहरूले 2014 मा उनीमाथि लगाइएको 5 वर्षे प्रतिबन्ध फिर्ता लिए। अब फेरि उनलाई रूसी भिसा मिल्यो र उनी साइबेरियाको त्यही जीपीएस बिन्दुमा पुगे जहाँ उनले यात्रा रोकेका थिए। रूसबाट निस्केर काल अब मंगोलिया पुगे। त्यहाँ उनले 1300 किलोमिटर फैलिएको गोबी मरुभूमि पार गरे। त्यसपछि उनी चीन हुँदै कजाकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान पार गरे। तर इरानको भिसाले उनको बाटो फेरि रोकिदियो। यो महामारीको समय थियो र तुर्कमेनिस्तानमै कालको यात्रा लामो समयका लागि रोकियो। जब इरानको भिसा फेरि पनि लागेन, सन् 2022 मा कालले एक जानलेवा योजना बनाए। उनले सोचे, यदि म इरान जान सक्दिन भने क्यास्पियन सागर पौडी खेलेर अजरबैजान अवश्य पुग्न सक्छु। यसका लागि उनले सानो कायक बनाए, आफ्नो लागि होइन तर आफ्नो सामान बोक्नका लागि। उनले 288 किलोमिटरको क्यास्पियन सागर 31 दिनमा पार गरे। दैनिक 6 घण्टा पौडी, 3 घण्टा बिहान र 3 घण्टा साँझ। राति भने त्यही कायकमाथि चढेर सुत्थे। तीव्र छालहरूले उनको बाटो रोक्न धेरै प्रयास गरे, तर काल टुटेनन्। उनको भनाइ थियो, मलाई पौडी खेल्न मन पर्दैन, तर यो गर्नै पर्थ्यो। अन्ततः उनी अजरबैजान पुगे र त्यहाँबाट फेरि पैदल यात्रा सुरु गरे। सन् 2025 मा काल अजरबैजानबाट टर्की प्रवेश गरे। अब उनी यति प्रसिद्ध भइसकेका थिए कि हरेक गाउँमा मानिसहरूले उनलाई आफ्ना घरमा भोज दिए। बीबीसीसँग कुरा गर्दै कालले बताए कि टर्कीको आतिथ्य उनी कहिले बिर्सन सक्दैनन्। इस्तानबुलमा उनलाई बोस्फोरस स्ट्रेट पार गरेर युरोप प्रवेश गर्नु पर्थ्यो। बोस्फोरस ब्रिजमा केवल गाडीहरूलाई मात्र अनुमति छ, तर अधिकारीहरूले विशेष रूपमा काललाई पैदल हिँड्ने अनुमति दिए र यसरी उनले पुल पैदल पार गर्दै आधिकारिक रूपमा युरोप प्रवेश गरे। यस अवसरमा उनको भनाइ थियो, जब म निस्किएको थिएँ, युकेमा टोनी ब्लेयर प्राइम मिनिस्टर थिए। अहिले बेलायतमा 5 नयाँ प्राइम मिनिस्टर आइसकेका छन्। मलाई लाग्छ, जब म घर पुग्नेछु, त्यो देश पनि नयाँ हुनेछ। 27 वर्षको अतुलनीय सङ्घर्षपछि काल बुशबीका अब अन्तिम 3000 किलोमिटर मात्र बाँकी छन्। उनको लक्ष्य बुल्गेरिया, रोमानिया, हंगेरी, अस्ट्रिया, जर्मनी र फ्रान्स हुँदै युके पुग्नु हो। तर कालका लागि अब अर्को ठूलो समस्या आउनेवाला छ, इंग्लिश च्यानल, अर्थात् युके र फ्रान्सलाई जोड्ने च्यानल। च्यानल टनेलमा पैदल हिँड्न कडाइका साथ प्रतिबन्ध छ, किनकि त्यहाँ हाई स्पिड ट्रेनहरू गुड्छन्, अत्यधिक तापक्रम र अक्सिजनको कमी हुन्छ। तर अर्को विकल्प पनि छ, सर्भिस टनेल। च्यानल टनेलमा कुल 3वटा टनेल छन्, 2 ट्रेनका लागि र एउटा आपतकालीन प्रयोगका लागि, जसलाई सर्भिस टनेल भनिन्छ। तर यस टनेललाई पैदल प्रयोग गर्न कालले विशेष अनुमति लिनुपर्नेछ। अपेक्षा गरिएको छ कि काल बुशबीले गलायथ एक्सपेडिसनको अन्तिम कदम सन् 2026 मा आफ्नो होम टाउनमा राख्नेछन्।
र त्यति बेलासम्म उनी 58,000 किलोमिटर यात्रा गरिसकेका हुनेछन्, जुन पृथ्वीको 1.5 पटक परिधि बराबर हुन्छ। कालको यस एक्सपेडिसनले यो प्रमाणित गर्छ कि मानिसले आफ्ना सीमाहरू आफै बनाउँछ, तर वास्तवमा उसको कुनै सीमा हुँदैन। ऊ जे चाह्यो त्यो गर्न सक्छ। अब जब अर्को पटक तपाईलाई लाग्छ कि जीवन रोकिए जस्तो छ, यो सम्झनुहोस्, काल बुस्बी अझै पनि हिँडिरहेका छन्। संसार धेरै ठूलो छ, तर एक मानिसको दृढ संकल्पको अगाडि सानो पर्न सक्छ। एकपटक कालले भनेका थिए, जीवन रोकिँदैन, केवल बाटो बदल्छ। आशा छ र शेयर गर्नुहुनेछ। तपाईहरूको माया र समर्थनका लागि धेरै धेरै धन्यवाद। फेरि भेटौँला अर्को शानदार भिडियोमा।